राजमहलमा चाहिँ त्यहाँ चाहिँ शीश महल पनि थियो। बिचरा दुर्योधनलाई चाहिँ भ्रम भयो, कहिले शीश महलमा नगए। जहाँ भुइँ देख्छ त्यहाँ पानी छ, जहाँ पानी छ देख्छ त्यहाँ भुइँ छ। दुर्योधन झुकिएको देखेर द्रौपदी अचानक हाँस्नुभयो। सुरक्षणा नारी अकारण कहिले पनि हाँस्नु हुँदैन, यदि हाँस्यो भने त्यसको परिणाम भयानक हुन्छ। दुर्योधनको अवस्थालाई देखेर द्रौपदीलाई हाँसी आयो। दुर्योधनले सोच्यो, ए म झुक्किँदा, मलाई आपत्ति आउँदा, मलाई कष्ट हुँदाखेरि मेरो स्थिति देखेर हाँस्ने यो नारीलाई म जसरी हुन्छ यसको अपमान गरेरै छोड्नेछु। त्यसै दिन दुर्योधनको मनमा संकल्प बन्यो र उसले द्रौपदीको चिरहरण गर्ने काम गर्यो, जसको कारण फलस्वरूप अन्तिममा महाभारतको लडाईँ भयो र दुर्योधनको समाप्त भयो। त्यो संकेत। नारीमा एक दुईवटा स्वभाव यस्तो हुनुपर्छ, त्यो झुक्किएर पनि आफूले ती कार्य गर्दैन। एउटा हिँड्दाखेरि आवाज आउनु हुँदैन पैतालाबाट, कसैको डङ 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 हिँड्ने स्वभाव हुन्छ। पैतालाबाट आवाज आउनु हुँदैन। हाँस्दाखेरि खित्का छोडेर हाँस्नु हुँदैन। नहाँसिकन बस्नु हुँदैन, तर खित्का छोडेर हाँस्नु हुँदैन। भनेको मुस्कुराई मात्रै रहने, हा 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 भन्ने चलन हुन्छ नि, त्यो गर्नु हुँदैन। र कोही बिचमा बोल्दैछन् भने कोही दुईजना तीनजना बसेर परामर्श गफ गरिरहेको बिचमा प्याच्च बोल्नु हुँदैन। त्यो पनि दोष मानेको छ। बरु सबैजना बोलिसकेपछि उहाँहरूले बोलेका कुराहरूलाई उहाँहरूले त्यसको निष्कर्ष निकाल्न सक्नु भएन भने आफूले विचार गरेर उहाँहरू शान्त भएपछि आफूले त्यसको समाधान दिनु। त्यो चाहिँ के हो नि, श्रेष्ठ नारीको परिचय हो। तर उनीहरू बोल्दा बोल्दै आफू बिचमा बोल्यो भने चाहिँ त्यो चाहिँ राम्रो लक्षण मानिँदैन। यहाँ दुर्योधन हाँस्यो, के अरे द्रौपदी हाँस्यो। दुर्योधनको मनमा कुत्सित कामनाको वृद्धि भयो, संकल्पको त्यसले जरा गाड्यो। अन्तिममा महाभारतको युद्ध भएर छोड्यो। भगवानको कृपाले भगवान स्वयं आज चप्पल गोठालो भई बस्नुहुन्छ। कृष्ण पादा भने जाने कोही आउँछन्, उहाँहरूको जुत्ता चप्पल राखिदिने, पाउ धुने, भित्र पठाउने। भगवानद्वारा पाल भएर यो सबै कार्य सम्पादन भयो, यज्ञ सम्पन्न भयो र फलस्वरूप युधिष्ठिर महाराजलाई चक्रवर्ती सम्राटको रूपमा अभिषेक गरियो। भगवान फर्केर द्वारका आइबस्यो। द्वारकामा आनन्द बस्नुभएका भगवान श्रीहरि द्वारकामा भइबस्नुहुन्थ्यो। सोही समयमा भगवानका एक मित्र मिल्न आउनुभयो। भगवानको मित्र भन्ने बित्तिकै नाम प्रसिद्ध छ। जो व्यक्ति भगवानका भरोसामा बस्छ, भगवानले पूर्ण भरोसामा बस्ने व्यक्तिलाई आफ्नो पूर्ण वैभव उसैलाई जिम्मा लगाउनुहुन्छ। सुदामाजी भगवानका सन्निधिमा जानुभयो। तर हेर्नुहोस्, धर्मपत्नीको कर्तव्य के हो? सुशीलाको चरित्रबाट हामीले थाहा पाउनुपर्छ। यदि आफ्ना पतिले धर्मका प्रतिकूल आचरण गर्न लागे भने रोकेर उनलाई धर्मप्रति झुकाव गराउनु, धर्मको अनुसरण गर्न लगाउनु र सही मार्गको स्मरण गराउनु धर्मपत्नीको कर्तव्य हो। पतिले गति छोडे, अब पत्नी पनि साथमा बसेर सार मिलाउने हो भने त्यो धर्मपत्नी होइन। त्यहाँ धर्मपत्नी भनिँदैन, त्यहाँ अर्कै शब्दको प्रयोग हुन्छ। धर्मपत्नी भनेको यदि पुरुषले कुनै प्रकारका गल्ती त्रुटि गरेर बाटो बिराएको छ भने उनलाई सही बाटोमा ल्याउनु यो धर्मपत्नीको कर्तव्य हो। यदि सही बाटो हिँडेका छन् भने अनुसरण गर्नु, असही बाटोमा हिँडेका छन् भने के हो? सही बाटोमा ल्याउनु। जस्तै घरको मूल खाँबो हुन्छ नि, मूल खाँबाको काम के हो त? साइडका खम्बातिर ढल्कियो भने मूल खाँबो काम लाग्छ? लाग्दैन। मूल खाँबाको काम भनेको सबै खाँबाहरूलाई चाहिँ आफ्नो ब्यालेन्समा राखेर छतलाई सदा सर्वदा एक रूपमा प्रतिष्ठित गर्नु मूल खाँबाको काम हो। त्यस्तै नारी भनेकी के हुन् भन्दा घरको मूल खाँबो। त्यो
मूल खाँबो कहिले पनि हल्लिनु हुँदैन, लरबरिनु हुँदैन। हावा त पूर्वबाट पनि चल्छ, पश्चिमबाट पनि चल्छ, उत्तरबाट पनि चल्छ, दक्षिणबाट पनि चल्छ। कहिले यता झुकाउन खोज्छ, कहिले उता झुकाउन खोज्छ, तर आफू आफ्नो ठाउँमा सदा प्रतिष्ठित रहनु पर्दछ। कहिले कसैले केही गर्नै सक्दैन। सुशीला सुदामाको अनुगामी छ। सुदामाको स्वभाव कस्तो छ? कसैसँग केही नमाग्ने, जसले जे दियो जति दियो त्यसैमा आफ्नो व्यवहार चलाउने। एक दिन सुदामाले सोध्नुभयो, देवी तिमीलाई के छ? केही छैन। अनि तिम्रो लुगा त मैलो छ नि। उनले भन्न चाहेको थिएन, तर अचानक उनको मुखबाट निस्कियो, सदा तुन्दा तुन्दा पतरी झै भोए कतनकी, कति तुन्नु मैले तबला पुगी गए मनकी। स्वामी, कहिलेसम्म यो दुःख, कहिलेसम्म यो कष्ट? सायद हजुरका मनमा भगवानको दर्शन गर्ने इच्छा नभएरै होला आज यो स्थिति। मैले सुनेकी थिएँ हजुरका परम मित्र भगवान श्रीहरि भइबक्सन्छ। आफ्नो प्राणभन्दा पनि अधिक प्रिय भइबक्सन्छ हजुर भनेर मैले थाहा पाएकी थिएँ, तर कहिले पनि देखेकी छैन हजुर आफ्नो मित्रसँग भेट भइरहेको। यदि हजुर भगवानका सन्निधिमा पुग्नुभयो भने भगवानको कृपा दृष्टि पो हुन्थ्यो। भगवानको कृपा दृष्टि यदि भयो भने यो संसारका सबै दुःख हामीबाट टाढा जाने पो थियो। एक दिन सवारी भइबक्सोस् न प्रभु। जीवात्माको दायित्व, जीवात्माको कर्तव्य, जीवात्माको स्वरूप भनेको भगवानको निकट भएर भगवानद्वारा प्रदत्त नित्य सेवा गर्नु, भगवानबाट टाढा भएर होइन। आज भगवत दर्शनका लागि प्रेरणा मिलेको छ। सुदामा भन्नुहुन्छ, भगवानको अगाडि जान त जानु, तर खाली हात कसरी जानु? सुशीलाले 4 घरमा भिक्षा मागिन्। भिक्षा गर्दा के मिल्छ? घरमा जुन वस्तु काम लाग्दैन प्राय भिक्षार्थीलाई दिने भनेको त्यही वस्तु, जस्तै चामलको कनिका, चिउराका कनिका। आफूले लगाएर अब लगाउँदा लगाउँदा यो लुगा लगाएर दिक्क भएका तिनै पुराना फाटेका पुराना लुगा भिक्षा दिएर त्यही दिन्छ। त्यो दिन अन्न माग्न जानुभएको सुशीलालाई कनिका मिल्यो। कनिका त मिल्यो, तर केमा पोको पारेर पठाउने कसरी? घरमा एउटा टालो पनि त छैन। च्यात्नुभयो आफै साडीको टुक्रो, जहाँ हजारौं धागाले तुनिएको थियो। त्यही साडीको टुक्रो मात्रै पोटली बाँधेर सुदामाको हातमा राखिदिनु भयो। पोटलीलाई काखी च्यापेर सुदामा भगवानको नाम स्मरण गर्दै 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 द्वारका प्रस्थान गर्नुभयो। भगवान कृपाले द्वारकाको द्वारमा पुग्नुभयो। भगवान आफ्नो भवनमा विराजमान भइबक्सन्थ्यो। भगवानको नजर सुदामाको शरीरमा पर्यो। सुदामाको अवस्था देखेर भगवानले यो पनि सोच्नु भएन कि म द्वारकाको सर्वपूज्य सर्वश्रेष्ठ सर्वमान्य हो भन्ने कुरो पनि बिर्सिएर आफ्नो प्राण प्रियतम प्रिय मित्रसँग अङ्कमाल गर्न भगवान दौडिएर आउनुभयो। आएर झ्याप्प अङ्कमाल गरिबक्स्यो प्रभुले। भगवानका नेत्रबाट गङ्गा यमुनाको प्रवाह हुन लाग्यो। रुँदै रुँदै आफ्नो आँसुले सुदामाको अभिषेक गर्दै गर्दै अन्तपुरमा लिएर गएर आफ्नो आसनमा विराजमान गराएर भगवान सुदामाको पाउको नजिकै बसेर आफ्नो नेत्रले सुदामाको पाउ धोइरहनु भएको छ। ती कोमल हस्तले सुदामाको हातलाई संसोम्याउनु भयो। हजारौं खील परेका थिए सुदामाका पैतालामा। ती खीलहरू फुटेर रगत र पिप जब बाहिर निस्किन लागे, भगवान सोचिबक्सन्छ, मेरो मित्र, मेरो सेवक, मेरो चिन्तन गर्ने यस्ता सन्तलाई, यस्ता महात्मालाई यति धेरै कष्ट, आज उपरान्त यी कष्ट कहिले पनि सुदामालाई मैले छोड्ने छैन। सम्पूर्ण रगत र पिपलाई भगवानले ब्रह्मरज सम्झेर, ब्राह्मणको चरणको तीर्थ सम्झेर आफ्नो मस्तकमा राखिबक्स्यो, धारण गरिबक्स्यो। दिव्य मलम लगाउनु भयो, पट्टी बाँधिदिनु भयो।
कपारमा अन्नको भोग लगाउनु भयो, वस्त्र पहिराउनु भयो, आभूषण पहिराउनु भयो, धूप दीप आरती पुष्पाञ्जली गरेर भगवान तल बसिबक्सेको छ, सुदामा माथि पलङमा बसिबक्सेको छ। देवीहरू आश्चर्यचकित भएका छन्। किम अधमेन, यो अधम ब्राह्मणले कुन जन्ममा यस्तो दिव्य तपस्या गरेको रहेछ, जसको फलस्वरूप लक्ष्मीपति नारायण आज पुजारी बनेर यसको चरणको पूजा गरिरहनु भएको छ। किमनेन कृतं पुण्यम अवधूतेन भिक्षुणा श्रियाहीनेन लोकेस्मिन् गर्हितेन धमेन च। यसो हेर्दाखेरि त निन्दा गर्न पनि योग्य छैन। हजार ठाउँमा फाटेको भोटो लगाएको छ, गोडा फुटेर चर चिरा परेका छन्, रगत र पिप बगिरहेको छ, शरीरबाट दुर्गन्ध फैलिरहेको छ। यस्ता व्यक्तिलाई पनि आफ्नो सिंहासनमा राखेर यो व्यक्तिको पूजा आरती गर्दै हुनुहुन्छ हाम्रो स्वामी। धन्य हो। नमो किञ्चन वित्ताय निवृत्त गुणवृत्तये आत्मारामाय शान्ताय। भगवान कसको हुनुहुन्छ? जसको कोही छैन। भगवान कसको हिबक्सन्छ? जोसँग केही छैन। सुदामासँग केही पनि छैन, तर सुदामासँग कहिले पनि खर्च नहुने धन भगवान हिबक्सन्छ। देवीहरू आफ्नो आफ्नो कार्यमा लाग्नु हो। सोही मौकामा भगवानले सुदामाको हात समाउनु हो र भन्नुभयो, अपि ब्रह्मन् गुरुकुलात् भवता लब्ध दक्षिणात् समावृतेन धर्मज्ञ भार्योढा सदृशी नव। हे महाराज, गुरुकुलमा अध्ययन गरेर विदा भएर आफ्नो आफ्नो घर गएपछि प्राय सबै व्यक्तिहरू गृहस्थ आश्रममा प्रवेश गर्छन्। हजुर पनि गृहस्थ आश्रममा प्रवेश गरिसक्नु भयो होला। हजुरको गृहस्थ आश्रम कस्तो चलिरहेको छ? हजुरलाई हेर्दा त मलाई लाग्छ कि हजुरकी धर्मपत्नी अत्यन्त अनुकूल भइबक्छ। सुदामाले भन्नु किन? किनकि प्राय गरेर विवाह भएपछि व्यक्तिको रूप, रंग, स्वभाव, बोली सबै फेरिन्छ। हिजोसम्म एक क्षण पनि नछुटिकन सँगै बसौँ, सँगै खाउँ, सँगै सुतौँ भन्ने मित्र पनि जब विवाह भएका भोलिपल्ट चाहिँ ए मलाई त नभन है, तैँले मेरो अगाडि मलाई भेटेर बोल्दाखेरि अलि रेस्पेक्ट गरेर बोल्ने गर। हेर्नुहोस् व्यवहार फरक। तर तपाईँमा मैले जस्तो विद्यार्थी अवस्थाको स्वभाव हो, आज मैले त्यही स्वभावको पाइरहेको छु। यसको मतलब तपाईँकी धर्मपत्नी अत्यन्त अनुकूल हुनुहुन्छ। मित्रवर, गुरुजीको आज्ञाद्वारा जङ्गलमा संविधा लिन जाँदा त्यो हावा र पानीले हामीलाई रातभरि जङ्गलमा चाहिँ अवर पारेको थियो। गुरुजी चिन्तित भएर बिहानै हाम्रा मित्रहरूलाई खोजी गर्न पठाउनु भयो। हामी बिहान संविधा लिएर गुरुभाइहरूका साथमा फर्केर गुरुजीका सन्निधिमा आएपछि गुरुजीले तिमीहरूको विद्या परिपूर्ण भयो, गुरुआमालाई सोधेर गुरु दक्षिणा दिएर आफ्नो आफ्नो घर जान सक्छौ भनेपछि गुरुजीको निर्देशन अनुसार, गुरुआमाको आज्ञा अनुसार गुरुपुत्रलाई ल्याएर गुरुआमालाई समर्पण गरेर म मथुरा फर्केँ। तपाईँ पनि आफ्नो घरतर्फ लाग्नुभयो। त्यस पछाडि हाम्रो कहिले पनि भेट भएन, सम्पर्क हुन सकेन। आज अचानक हजुर यहाँ सवारी भइबक्सिएको छ। हजुरलाई याद होला नि, गुरुकुलमा बस्दा, खेल्दा, हिँड्दा, डुल्दा हाम्रो कस्तो प्रेम थियो, कस्तो व्यवहार थियो। सुदामाजी भन्नुहुन्छ, प्रभु कहाँ त म अधम निर्धन ब्राह्मण, कहाँ लक्ष्मीपति नारायण। एक अधम ब्राह्मण र एक लक्ष्मीपति नारायण गुरुजीका सन्निधिमा, न नारायण न अधम, त्यहाँ बराबरी भएर बस्न पाउनु यो मेरो सौभाग्य। जबसम्म आचार्य कृपा हुँदैन, गुरु कृपा हुँदैन, तबसम्म व्यक्तिको जीवन कहिले सफलतालाई प्राप्त गर्न सक्दैन। गुरुः अनुग्रहेणैव पुमान् पूर्ण प्रशान्तये। गुरुको कृपाले नै व्यक्ति पूर्णतालाई प्राप्त गर्दछ। आज गुरु कृपाले नै हजुरलाई यो अवस्था प्राप्त भएको छ। मेरो सौभाग्य हो हजुर जस्ता महापुरुषका साथमा मित्रवत रहन पाउनु।
ब्रह्मण्यो ब्राह्मणं कृष्णः भगवान् प्रहसन प्रियम प्रेमणा निरीक्षणेनैव प्रेक्षण खलु सतां गतिः। जसको एक निरीक्षणद्वारा विश्व ब्रह्माण्डको भरण पोषण हुन्छ त्यस्ता परब्रह्म परमात्मालाई मित्र मान्न पाउनु यो मेरो सौभाग्य। भगवानले भन्नुभयो कोही बात नहीं। अब यस्ता प्रशंसा त हुँदै गर्छ। अब कामको कुरो गरौँ। किम उपायनम आनीतम, हजुरले घरबाट मेरा लागि के कसरी ल्याइदिनु भएको छ? सुदामाले टाउको हल्लाउनु केही पनि छैन। भगवानले भन्नुहुन्छ अणुअपि भनेको थोरै भए तापनि, सानो वस्तु भए तापनि, उपहृतम भक्तैः प्रेमणा भूरि एव मे भवेत्। मेरा भक्तले, मेरा प्रेमीजनले, मेरा शुभचिन्तकले मलाई दिएको थोरै वस्तु छ भने पनि मेरो लागि धेरै हुन्छ। मलाई कुनै प्रकारको विशेष भेराइटी चाहिँदैन। एप्पल फोन पनि चाहिएन, आइप्याड पनि चाहिएन, इलेक्ट्रिक घडी पनि चाहिएन, हीरा जडित औँठी पनि चाहिएन। पत्रम पुष्पम फलम तोयम यो मे भक्त्या प्रयच्छति। पात होस्, फल होस्, फूल होस्, जल होस्, जे भक्तले प्रेमीजनले जे प्रेमले दिन्छन् मेरा लागि त्यही सर्वोपरि हुन्छ। परन्तु लजाउनु हो सुदामाले। सम्झिनुहुन्छ भगवानलाई पाउदेखि शिरसम्म निहार्नुहुन्छ। सकल अंग आभूषणले विभूषित छ, दिव्य पीताम्बर धारण गरी बक्सिएको छ। यस्ता परमात्मालाई चैलखण्डमा बाँधेर ल्याएको त्यो कलिका कसरी समर्पण गरौँ? सुदामाको अवस्था बुझ्नुभयो प्रभुले। भगवानले नि प्रयत्न गर्न सुदामाको कुक्षीमा दबाएको त्यो कलिकाको पोटलीलाई भगवानले जबरजस्ती लिनुभयो। एकछिन चरपट नगर्नु। चरपट झरपट गर्न थाल्यो भने मेरो मन फेरि अलि विचलित हुन्छ। किन आत्तिए मेरो भन्ने हुन्छ। भगवानले आफै तान्नु। जब सुदामाले ल्याएको पोटली भगवानको हातमा आयो नि, भगवानको नेत्रबाट फेरि आँसु बग्यो। अवस्था देखि त्यो पोटली केवल पोटली मात्रै थिएन, त्यहाँ एक प्रकारको एउटा भक्तको पुकार थियो, सन्देश थियो। एक मास द्वे पक्ष में दो एकादशी हुई, मेरे घर गोपाल जी नित्य एकादशी हुई। एक महीनामा दुईटा एकादशी हुन्छ, अरूका घरमा त ए गोपाल जी मेरा घरमा त सधैँ एकादशी। भगवानले पक्का मुठी उठाउनु भयो। त्यो भावको उत्तर पनि दिइहाल्यो। एक मुठी उठाएर जब भोग लगाई बक्सियो, हा कति मिठो। उत्तर पनि दिदिनु भयो। होनी थी सो हो गई अब नाइसी हुई, भावी तेरे भवन में नित्य द्वादशी हुई। अब हजुरका घरमा कहिले एकादशीले प्रवेश गर्दैन, सधैँ द्वादशी चकाचक 84 लिन्छ। रुक्मिणीले आएर हात समाउनु भयो। किन समाउनु? भगवानले सुदामाको काखीभित्र दबाएको त्यो लज्जायुक्त पोटली कसरी थिच्नुभयो र त्यो पोटलीमा राखेको वस्तु भोग लगाउँदा लगाउँदै रुक्मिणीले किन हात समाउनु भयो? भनेको व्यक्तिको संकोच कहाँ लुकेको हुन्छ, लाज कहाँ लुकेको हुन्छ भन्दा काखीभित्र। लाज लाग्यो भने हामी के गर्छौँ? यसरी काखी दबाउँछौँ हैन, शिर झुकाउँछौँ, काखी दबाउँछौँ। हाम्रो लाज कहाँ रहेछ? काखी। भगवानले भन्नुभयो दुनियाँको अगाडि संकोच गरे पनि, दुनियाँको अगाडि लाज लजाए पनि मेरा अगाडि कहिले नलजाउनु, कहिले संकोच नगर्नु। त्यसैले तपाईका काखीभित्र लुकेर बसेको तपाईलाई लजालु बनाउने वाला जो दरिद्रता हो, आज उपरान्त त्यो दरिद्रता मैले पचाइदिएँ, मैले खाइदिएँ। सुदामाको काखीभित्रको दरिद्रतालाई पोटली खोलेर भगवानले के गर्नुभयो? पचाइदिनु, खाइदिनु, भोग लगाइदिनु। रुक्मिणीले किन हात समाउनु भयो?
किनकि पिताजीलाई कहिलेकाहीँ ल है बाबुलाई खाना पकाएर दिनु, म आउन ढिलो हुन्छ होला भनेर आमाले कहिलेकाहीँ भोजनका लागि पिताजीलाई अराएर हिँड्नुभयो भने बाले के गर्नुहुन्छ? चामल पकाउनुहुन्छ, घरमा गुन्द्रुक छ भने यसो ख्यास पानी हालिदिनुहुन्छ, छैन भने पितिका घिउ राखेर लु खा बाबु जा भनेर पठाइदिनुहुन्छ। दाल साग अचार छोरालाई के मिठो लाग्छ त्यो पिताजीलाई कहिले पनि मतलब हुँदैन। त्यस्तै प्रकारले प्रभु हजुरले दिएको वस्तु त अत्यन्त रुखा सुखा हुन्छ, त्यसैले म त्यसलाई रसिलो बनाएर म पनि प्रदान गर्दछु ताकि त्यो उनको दरिद्रतालाई म पनि पचाउँछु, म पनि उनको दरिद्रताको अनुभव गरेर उनलाई आवश्यक सबै पदार्थहरू म प्रदान गर्छु भनेर रुक्मिणी देवीले सुदामाको दरिद्रतालाई आफूले पनि स्वीकार गरेको छ। यानी कि चेतनको श्रेय, चेतनको उन्नतिमा भगवानको जति योगदान छ त्यो भन्दा धेरै योगदान माता लक्ष्मीको रहन्छ, किशोरीजीको रहन्छ। भगवान एक्लै मात्रै चेतनको रक्षा गर्न सकेका छन्। भगवान र लक्ष्मीजी किशोरीजी दुवै मिलेर दुवैको परामर्शद्वारा दुवैको इच्छा अनुसार नै चेतनको रक्षा हुने गर्दछ, भरण पोषण हुन्छ, पालन हुन्छ। एउटा त यो। अर्को महात्माको प्रसाद एक्लै लिनु हुँदैन, बाँडेर खानुपर्छ। एक्लै खायो भने के हुन्छ? दोषयुक्त हुन्छ। बाँडेर खायो भने के हुन्छ? दोष छ भने पनि त्यो दोष सबैतिर वितरण हुन्छ, यानी कि त्यो दोष हराएर जान्छ। बोलानन्द कन्द भगवान जय हो। कई भाव व्यक्त गर्नुहुन्छ सन्तहरूले। सुदामाजी भगवानसँग विदा भएर जानुभयो। जाने बेलामा भगवानले एक शब्द पनि सुदामालाई केही भन्नु भएन, यो लिएर जानु पनि भन्नु भएन, तपाईँको यस्तो अवस्था रहेछ पनि भन्नु भएन। सुदामाले आफूले लगाएको, भगवानले लगाइदिएका वस्त्र पनि उतारेर भगवानको अगाडि राखिदिनु भयो, आभूषण पनि उतारेर भगवानको अगाडि राखिदिनु भयो। आफूले जे लगाएर आउनु भएको थियो घरबाट त्यही वस्त्र पहिरिएर सुदामाजी विदा भएर निस्किनु भयो। विचार गर्नुहुन्छ हामी थियौँ भने के भन्दै फर्किन्थ्यौँ होला? कस्तो दरिद्री रहेछ। अरूले देखेर चाहिँ आफ्नो इज्जत जान्छ भनेर उसले हामीलाई आफूले लगाउने लुगा लगाइदियो, हिँड्ने बेलामा सबै फुकालेर राखेर एउटा लगाएर जा पनि भने, एउटा लगाएर जा भने हामी त्यसको के जान्थ्यो? पक्कै पनि हाम्रो मनमा ती भाव आउँथ्यो होला। तर सुदामाको मनमा के भाव आयो? क्वाहम दरिद्र पापिया क्वा कृष्ण श्री निकेतन ब्रह्म बन्धुरित स्माहम बाहुभ्याम परिरंभिता। कहाँ त म पापी दरिद्र सुदामा, कहाँ त लक्ष्मीपति नारायण, जसले अलिकति पनि संकोच नगरिकन मलाई आफ्नो बाहु पासमा बाँधेर अत्यन्त स्नेह गरी बक्स्यो। केवल स्नेह मात्रै होइन, मलाई करुणा पनि गरी बक्स्यो। अधनोयम धनम प्राप्य माद्यन्नुच्चरण मां स्मरे इति कारुणिको नूनम धनम मे भूरि न ददा। कति दयालु मेरो भगवान। निर्धनले धन पाएर धनमा भुल्छ भनेर सधैँभरि आफ्नो भक्त बनाउनका लागि, आफ्नो भक्तलाई दृढ बनाउनका लागि भगवानले मलाई कुनै पनि वस्तु देखाएर लोभी बनाउनु भएन, कुनै पनि वस्तुको प्रलोभन देखाउनु भएन, मलाई सरक्क विदा गरी बक्स्यो। मेरो प्रभु कति दयालु, मेरो अवस्थालाई बुझ्ने मेरो प्रभु। भन्दै भन्दै भगवान प्रति कृतज्ञता व्यक्त गर्दै सुदामाजी जब सुदामापुरी आउनुभयो, अगाडि त गगनचुम्बी महल खडा छ। चारैतिर दास दासीहरू, सेवक सेविकाहरू सेवा गरिरहेका छन्। घरभित्रबाट थालीमा आरती लिएर स्वागत गर्नका लागि देवीहरूलाई साथ लिएर ती धर्मपत्नी बाहिर आउँदै हुनुहुन्छ। सुदामाजी छक्क पर्नु, यसो हेर्नु, मेरै श्रीमती हो नि। दाँत त उस्तै छ, मुख त उस्तै छ, तर पहिरन त्यस्तो छैन, विचित्र प्रकारको पहिरन छ। कसरी भो? मलाई के थाहा? द्वारकाधीशको इच्छा भयो भने त्यो क्षण मात्रमा रोडमा बसेको व्यक्ति आकाशमा पुग्न सक्दछ। आज उहाँकै कृपा। सुदामाजीले भन्नुभयो, हे प्रभु, यो वृद्ध अवस्थामा किन मलाई यो संसारतिर लोभी बनाउन खोजेको? कि मैले फेरि संसारमा आएर फेरि यही प्रकारका कष्टको भोग गर्नुपर्ने? पूर्व जन्ममा गरेका ती कुत्सित कर्मको परिणाम आज म भोगिरहेको छु। अब कति भोग्नु? अब म सहन गर्न सक्दिनँ। भगवानले तुरुन्तै
सुदामालाई स्मरण गराउनुभयो। यो तपाईको इच्छाले, तपाईको चाहनाले होइन, यो मेरो इच्छाले हो। म जुन वैभवमा बसेको छु, मेराले पनि त्यो वैभवको उपभोग गर्नुपर्छ। त्यही भएर मैले यो वस्तु दिएको हो, ताकि मलाई स्मरण गर्दा तपाईलाई संसारको कुनै पनि व्यवहारले स्पर्श नगरोस्। तपाईँ त्यसबाट अलग भएर सदा सर्वदा मेरै मात्रै स्मरण गर्नुहोस्। तपाईलाई फुर्सद दिलाउनका लागि, मेरा लागि, संसारबाट विरक्त गराउनका लागि, फुर्सद दिलाउनका लागि नि मैले तपाईसँग सम्बन्धितहरूको सेवाका लागि दिएको, मैले तपाईका लागि दिएको होइन। तपाईको चाहना होइन, तर तपाईकी धर्मपत्नीको चाहना त थियो नि त, सुखको अनुभव पनि गरौँ भन्ने। ओ उहाँको इच्छा पूर्तिको लागि दिएको हुँ। त्यसैले तपाईले यसलाई अन्यथा नसम्झिनु। भगवत कृपा सम्झेर सुदामाले आजीवन भगवत चिन्तन गर्दै आफ्नो समय व्यतीत गरी बक्सियो। बोल भक्तवत्सल भगवान, यो नै भगवानको भक्तवत्सलता। कालक्रमले सूर्य ग्रहणको समय आयो। यहाँ पनि आउँदैछ नि चन्द्र ग्रहण, थाहा छ हजुरहरूलाई? त्यो फागुन 19 गते होली भनेर होली खेल्न त्यो दिन नखेल्नु हो, त्यो दिन राम्रो छैन। जति खेल्नुपर्छ 17-18 गते खेल्नु। रात्रिमा जब चन्द्र ग्रहण छ भने त्यो दिन फेरि खग्रास ग्रहण छ। यसपालि भगवानको भजन गर्न बस्नुहुन्छ। त्यसले आफूलाई पनि त्यो चन्द्र ग्रहणले प्रभाव पार्न सक्छ, देशलाई पनि प्रभाव पार्न सक्छ, परदेशलाई पनि प्रभाव पार्न सक्छ। त्यसैले त्यो चन्द्र ग्रहण लागुन्जेल सकिन्छ भने नसुतिकन बसेर केवल भगवानको या त कीर्तन गर्ने या त मन्त्रको जप गर्ने, अनि ग्रहण मोक्ष भइसकेपछि स्नान गरेर मात्रै सुत्ने विचार पुर्याउनु होला। ग्रहणको बेला सुत्ने, खाने यी कार्यहरू नगर्नु होला। अस्ति नै भदौमा लागेको ग्रहणको परिणाम 23 र 24 गते हामीले भोगेका छौँ, देखेका छौँ, अनुभव गरेका छौँ। त्यस्तै प्रकारको त्योभन्दा पनि अत्यन्त कठोर ग्रहण लाग्दैछ यो पर्सि 19 गते। विचार पुर्याउनु पर्छ। अनि यता सूर्य ग्रहणको बेला थियो। प्राय गरेर सूर्य ग्रहणमा कुरुक्षेत्रको स्नान विशेष महत्त्व मानेको छ। भगवानका पिताजी वसुदेवजीले इच्छा गर्नुभयो कि कुरुक्षेत्र स्नान गर्ने एउटा यज्ञ गर्न पाए हुन्थ्यो भने। ग्रहणको बेलामा गरिनेवाला यज्ञ एउटा विशेष प्रकारको यज्ञ अनुष्ठान हुन्छ। वसुदेवजी लगायत समस्त द्वारिकावासीहरू कुरुक्षेत्र सवारी भयो भने वृन्दावनबाट ब्रजवासीहरू पनि सबै कुरुक्षेत्रमा आउनुभयो। धेरै दिनदेखि अलग भएका वृन्दावनवासीहरूका साथमा द्वारिकावासीको जब मेलन भयो, राधा कृष्णको भेट भयो, यशोदा र देवकीको भेट भयो, नन्द वसुदेवको भेट भयो। परन्तु ती भेटमा कुनै प्रकारको व्यावहारिक चर्चा भएन। आरम्भदेखि अन्तिम छुट्ने बेलासम्म केवल भगवान श्याम सुन्दर र बलदाउजीको मात्रै चर्चा भयो। सोही चर्चाको क्रममा एक दिन के भयो, माँ यशोदाले रोहिणीलाई, माँ यशोदा र रोहिणी भएर देवकीलाई भगवानको बाल चरित्र श्रवण गराउँदै हुनुहुन्थ्यो। भगवान बलरामजीका साथमा, बलरामजी र बहिनी सुभद्राका साथमा बाहिर निस्किनु भएको थियो। ढोका लगाएर भित्र चर्चा भइरहेको थियो। भगवान बाहिरबाट फर्केर जब आउनुभयो, द्वारमा त ढोका लगाएको छ। किन ढोका लगाएको छ भनेर यसरी कान थापेर सुन्दाखेरि आफ्नै बाल चरित्रको वर्णन भित्र भइरहेको रहेछ। आफ्नो चरित्र सुनेर भगवान यति पग्लिनु भयो, यति पग्लिनु भयो, यति पग्लिनु भयो कि भगवानको अनुहारै पुरै विगलित भयो। यसो फर्केर हेर्दाखेरि त दाउजी पनि पग्लिनु भएको छ, बहिनी सुभद्रा पनि पग्लिनु भएको छ। अब यो स्वरूप लिएर हामी भित्र गयौँ भने त सबै मूर्छित हुनेछ। भगवानले तत्काल त्यो स्वरूपलाई नीलाचल पर्वतमा स्थापित गरेर समस्त पतित पावन भनेर भगवान नीलाचलमा प्रतिष्ठित भइबक्सियो र पुनः आफ्नो पूर्ण रूपमा भगवान प्रस्तुत भइबक्सियो। बोल भक्तवत्सल भगवान जय हो। श्री जगन्नाथ भगवानको जो स्वरूप हो, आफ्नो चरित्र सुनेर, भक्तका चरित्र सुनेर भगवानमा जो विकलता आयो, विकलिपन जो आयो, त्यही स्वरूप हो जगन्नाथ भगवान। त्यसैले जगन्नाथ भगवानले भक्त देखेर बडा कातर बन्नुहुन्छ अरे, भगवान कमजोर बनिबस्नुहुन्छ अरे। भोलानन्द कन्द भगवानको जय हो। वसुदेवजीले यज्ञ सम्पन्न गर्नुभयो।
यज्ञ सम्पन्न भएपछि सबैजना फर्केर द्वारका प्रस्थान गर्नुभयो। सोही क्रममा माँ देवकीले द्रौपदीलाई सोध्नु, देवकी र द्रौपदीका बिचमा रुक्मिणी आदि कृष्ण पटरानीहरूलाई विवाहको प्रसङ्ग सोध्नुभयो। सबैले विवाहको प्रसङ्ग पनि बताउनुहुन्छ। वसुदेवजीले नारदजीलाई परमार्थको विषयमा सोध्नुहुन्छ, कर्तव्य अकर्तव्यका बारेमा सोध्नुभयो। र भगवान द्वारका पुगेपछि दुईजना भक्तहरूको निमन्त्रणका लागि भगवान सवारी भइबक्सिन्। परन्तु समय एउटै छ। यो आज मलाई परेको धर्म सङ्कट जस्तै। यहाँ कथा भन्दैछु, अब अर्को ठाउँमा कथा भन्न पुग्छ, त्यहाँ प्रत्यक्ष सुरु भइसक्यो, गाना बजाना सुरु भइसक्यो होला सायद। यहाँ कथा भनेर यहाँ छु, अब यहाँबाट कतिखेर त्यहाँ पुग्यो। भगवानलाई यस्तै धर्म छ। जनकपुरका एकजना राजा र एकजना गरिब ब्राह्मणले बोलाउनु भएको छ। एउटै मुहुर्तमा एउटै समयमा भगवानले तुरुन्तै आफू र आफ्ना परिकरलाई पनि दुई रूप बनाएर एकै पटक राजा कहाँ र ब्राह्मण कहाँ गएर आतिथ्य स्वीकार गरिबक्से। परीक्षितले सोध्नुभयो सुखदेव स्वामीजीलाई, होइन मलाई एउटा कुरो सुनाइदिनुहोस् न, भगवानले मरेका दाजुहरू फिर्ता ल्याउनु पर्यो, कसरी ल्याउनु भन्दा माता देवकीको इच्छा पूर्तिका लागि भगवानले सुतलमा गएर बलिसँग आफ्ना दाजुहरूलाई मागेर आमालाई ल्याएर दिनुभयो। देवकीको स्तनपान गर्ने बित्तिकै सबै बालकहरूले ऊर्ध्वगतिलाई प्राप्त गरे। अनि हे परीक्षित, तिम्रा हजुरबा र हजुरआमाको बिहे भएको प्रसङ्ग सुन्न चाहन्छौ होइन? सुन, तिम्री हजुरआमालाई प्राप्त गर्नका लागि तिम्रा हजुरबाले धेरै ठुलो पापड दिनु पर्छ। तिम्रा हजुरबाले चाहनुहुन्थ्यो सुभद्रा मेरी हो, सुभद्राले पनि चाहन्थिन् कि पार्थ मेरा हो। तर हिम्मत कसैको आएको थिएन, बिचमा खडा हुनुहुन्थ्यो बलरामजी। बलरामजीको अगाडि कोही बोल्न नसक्यो। यो कुरो भगवानलाई थाहा भयो। अर्जुनलाई बोलाएर सोध्नु, बहिनीलाई बोलाएर सोध्नु, बहिनी तिमी मन पराउँछौ? अर्जुनलाई बोलाएर सोध्नु, मन पराउँछौ? त्यसमा के हेरेर बस्यो? महाराज दाउ भैयाको डर लाग्छ। भगवानले भन्नुभयो त्यसो भए यसो गर, आफूले चाहेको वस्तु प्राप्त गर्नका लागि जोगी बन्नु पर्यो भने पनि पछि भट्नु हुँदैन। भगवानले जब यति सङ्केत गर्नु मात्र के भएको थियो, अर्जुनले तुरुन्तै साधुको भेष धारण गर्नुभयो, हातमा दण्ड बोकेर द्वारकाका वरिपरि परिक्रमा गर्नुभयो। बलरामजी द्वारकामा घुम्दै हुनुहुन्थ्यो, घुम्दा घुम्दै नजर पर्यो एक सन्तको भेषमा। बोलाउनु भयो, सन्त महाराज प्रणाम, कहाँबाट पाल्नुभयो? महाराज मलाई धेरै दिनदेखि द्वारिकाको दर्शन गर्ने इच्छा थियो, आज सौभाग्यले द्वारिका आइपुगेको छु। यस द्वारिकाका जो महाराज भइबस्छन् परब्रह्म परमात्मा श्रीमन्नारायण, उहाँका अग्रणी दाजु हजुर भइबस्छन्। हजुरको नाम शङ्कर्षण पनि हो, रोहिणीका पुत्र हुनुहुन्छ। दुई आमाको एक पुत्र हजुर भइबस्छन्। कसरी? 6 महिना देवकीका कोखमा हुर्किनु भयो, 4 महिना रोहिणीका कोखमा हुर्किएर जन्मिनु भएको हो नि। दुईटा आमाको एउटा छोरो, सानैदेखि अत्यन्त पराक्रमी सुरवीर भइबस्छन्। र हजुरले त रुक्मीको पनि उद्धार गर्नुभएको थियो। एक हलोले रुक्मीलाई पनि पठाइदिनु भयो माथि, द्विविधको उद्धार गर्नुभयो, सारा कुण्डली खोलेर देखाइदिनु। बलरामजीले भन्नुभयो यी साधु त बडा जान्ने रहेछन्, ज्योतिषी रहेछन्, अब लिएर जानु पर्यो, द्वारकाका सबैजनाको ज्योतिषी चिनाव टिप्पणी देखाउनु पर्यो। लिएर आउनु, सबैभन्दा पहिले लिएर जानुभयो भगवानका सन्निधि। कन्हैया तिमीलाई थाहा छ महाप्रकाण्ड विद्वान शास्त्रार्थ महारथी त्रिकालदर्शी महाराज। भगवानले भन्नुभयो हो महाराज प्रणाम, आरामै हुनुहुन्छ? ल महाराज ठिक छ, तपाईँलाई जहिलेसम्म इच्छा छ हाम्रो द्वारकामा स्वागत छ। दाजु अब म आफ्नो काममा व्यस्त छु, अब महाराजजीको व्यवस्थामा हजुरले विचार पुर्याउनु। बलरामजी भन्नु चिन्ता नगर कृष्ण, म सारा व्यवस्था गर्छु। लिएर जानु, कहाँ लिएर जानु? आफ्नै बहिनी भएको ठाउँमा लिएर जानु। महाराज अब यिनको भविष्य हेर्नु।
बलराम जी बड़ा विचित्र भाग्य भएकी नारी हुनुहुन्थ्यो। यिनको नाति भगवानको परम भक्त हुनेछ। राम 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 राम। यी त साक्षात परब्रह्म परमात्माकै सहोदरी जस्तो देखिन्छ। तर एउटा कुरो चाहिँ भन्नै पर्छ, यिनको विवाह यिनले चाहे जस्तो गरी हुन्छ। हजुरहरूले चाहे जस्तो गरी यिनको विवाह हुँदैन, यिनले चाहे जस्तो यिनको विवाह हुन्छ। ठिक छ महाराज, अब अरू सबै कुरो हेर्नका लागि त छोटो समयमा सम्भव छैन, त्यसैले कुनै दिन बताउला। अरे महाराज किन कुनै दिन, तपाईँलाई जहिलेसम्म मन लाग्छ यहीँ बसेर यिनको पुरा भविष्य मलाई बताइदिनु। हुन्छ महाराज। सुभद्रा, महाराजजीको ध्यान पुर्याएर समय समयमा भोजन आदि तिमीले हेर्नु, व्यवस्था गर्नु। हुन्छ दाजु। बलरामजी आफ्नो काममा लाग्नु। यता सुभद्राको सेवा नित्य प्रति प्राप्त भइरहेको छ बलरामजीलाई, के अरे पार्थजीलाई, जोगी बाबालाई, त्रिदण्डी महाराजलाई। एक दिन सुभद्रालाई शङ्का लाग्यो। चिने चिने जस्तो लाग्छ, जाने जाने जस्तो लाग्छ, देखे देखे जस्तो लाग्छ। आँखा पनि उस्तै छ, मुस्कुराहट पनि उस्तै छ, बोलीको आवाज पनि उस्तै छ। भन्न सक्नु भएको छैन। भोजन पस्किनु भयो, बाबा भोजन गर्न बस्नुभयो। सुभद्राजी यसो बाहिर निस्किनु भयो, पर्दा लागेको छ। बाहिरबाट चाहिँ भगवान श्याम सुन्दरको जस्तै आवाजमा क्यारिकेचर गरेर पार्थ भनेर भगवानले बोलाउने बित्तिकै फुलुक्क बाबाले बाहिर हेर्ने बित्तिकै सुभद्राले भन्नुहुन्छ, चोर पक्रियो। किन यो नाटक? अरे महारानी, तिम्रै लागि मैले यो नाटक गरेको। के गर्नु? यति नगरेर तिम्रा दाइले तिम्रो छेउमा आउनै दिँदैन। सुभद्राले भन्नुभयो, अब दाइले थाहा पायो भने अब मार्छन्, भागो। कहाँबाट भाग्ने? म भगाइहाल्छु। पछाडिको ढोका खोल्नुभयो, रथ पछाडि तयार थियो। अर्जुनलाई लिएर गएर रथमा बसाउनु भयो। आफै रथ हाकेर चाहिँ जब चार दिवालीबाट बाहिर निस्किनु भयो, बलरामजीलाई खबर पुग्यो। सुभद्रालाई अर्जुनले भगायो, जोगीले सुभद्रालाई जोगीले भगायो। अब उता बलरामजी के गर्नुभयो? दौडीले जानुभयो भगवान कन्हैयाका। अरे कन्हैया, तिमी यहाँ के गरेर बसेको? उहाँ बहिनी जोगीले भगाइसक्यो। दाजु, मैले हो र जोगीलाई बहिनी भएको ठाउँमा पुर्याउने? तपाईँले त पुर्याएको हो। अब तपाईँ नै हेर्नु, मैले त म त केही पनि जान्दिनँ। दाल में कुछ काला है, पक्के पनि यो किया करावा तेरै हो। कोही बात नहीं, चलो सेना। सेना लिएर अगाडि बढ्न खोज्नुभयो। भगवानले भन्नुभयो, दाजु एउटा कुरा सुन्नु। पहिलो कुरो चाहिँ यो विचार गर्नुपर्छ, त्यो जोगीको कुनै गल्ती छ कि गल्ती हामी बहिनीको? त्यो चाहिँ विचार गरेर मात्र दण्ड दिनु होला। बलरामजी जानुभएको गएर यसो हेर्नुहुन्छ, रथ हाँक्ने त आफ्नै बहिनी छ। ए छिटो भाग, छिटो भाग, छिटो भाग भन्दै घोडालाई चाहिँ उत्प्रेरित गरिरहेकी छिन्, लगाम खिचेर। बलरामजी भन्नुभयो, राम 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 राम। जब आफ्नै भाँडोमा पुवाल परेको छ भने दुधलाई दोष दिएर हुन्छ? माल आफ्नै खराब छ, ग्राहकलाई के दोष दिनु? बलरामजीले भन्नुभयो, अब भागेर काम छैन, फर्केर आऊ, दिन्छु। भगवानतिर फर्केर भन्नुहुन्छ, कन्हैया, यो नाटक यति नै गर्नु थियो, कमसेकम मलाई कानामा खुसुक्क भनेको भए त पहिले बिहे गरेर पठाइदिन्थेँ नि। यस्तो नाटक गराउनु पर्ने के आवश्यकता? दाइ, यो नाटक नगराएको भए यिनीहरूको इच्छा पूर्ण हुने नै थिएन, तपाईँ हुनै दिनुहुन्न थियो। किनकि तपाईँ त हाम्री बहिनी आफ्नो प्यारो चेलो दुर्योधनसँग बिहे गरिदिन खोज्दै हुनुहुन्थ्यो। त्यही दुर्योधनसँग बिहे गर्नका लागि चाहिँ छेकबार गर्नका लागि मैले अर्जुनलाई यो नाटक गर्न लगाएको। अन्ततोगत्ता विवाह सम्पन्न भयो र अर्जुनका साथमा सुभद्रा हस्तिनापुर प्रस्थान गर्नु। भने आफ्ना शरणागत चेतनका हरेक प्रकारका भावनालाई, कामनालाई, इच्छालाई परिपूर्ण गर्नका लागि सदा सर्वदा तत्पर भक्त रक्षाका लागि तयार रहनेवाला भगवानको स्वभावलाई, भगवानको स्वरूपलाई, भगवानका संकल्पलाई, भगवानका पराक्रमलाई वेदका सूक्तिहरूले, वेदका मन्त्रहरूले पनि नित्य प्रति प्रार्थना गरिरहन्छन्, स्तुति गरिरहन्छन्। जय 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 अजित दोष गृभीत। भगवानलाई कसैले जित्न सक्दैन। जित्छ कसले? सममतिभिः।
समदर्शी ज्ञानी महात्माहरूले भगवानलाई आफ्नो वशमा पार्छन्। अहम भक्त पराधीन भगवान भन्नुहुन्छ नि, मलाई कसैले पराधीन गर्न सक्दैन। कसले पराधीन पार्छ? मेरा भक्तले मात्रै मलाई पराधीन बनाउँछन्। त्यस्ता भगवानले कुनै समयमा आफ्ना भक्तबाट बाँच्नका लागि भागिरहनु भएका शिवजीलाई पनि रक्षा गरिबक्स्यो भस्मासुरको आक्रमणबाट। कुनै परमात्मा सर्वपूज्य भइबक्सन्छ भनेर ऋषिहरूले प्रतिष्ठित गरिबक्सिएको छ र अर्जुनलाई पनि आत्मदाहबाट भगवानले बचाउनु भयो। कथा धेरै लामा छन्, हजुर समय छैन। यो 7 दिनमा सुन्ने हुँदै होइन। भागवत सधैँ सदा सेव्य श्रीमद् भागवती कथा सधैँ सुनिरहने। 7 दिनमा त केवल एउटा अनुष्ठान मात्रै हुन्छ। 7 दिन भनेको के हो? हाम्रो जीवनमा 8वाँ दिन कहिले आएको छ? 7 दिन भनेको बाँचुन्जेल पिबत भागवतम रसमालयम मुहुरहो रसिका भूमि भावुका। आलयम भनेको जन्मदेखि मृत्यु पर्यन्त सधैँभरि सुनिरहनु पर्दछ, अनि मात्रै भागवतको सबै प्रसङ्ग सबै रहस्य हामीले बुझ्न सक्दछौँ। भगवान श्याम सुन्दरको परिवार 56 करोड। सानो हो त यदुवंशीहरू। 56 करोड भनेको त केवल त्यहाँका यदुवंशका अध्यापकहरू पनि त्यति थिए। 2 करोड त अध्यापक मात्रै छ। यदु बालकहरू पनि कोही राम्रा स्वभावका छन्, कोही नराम्रा स्वभावका छन्। पृथ्वीलाई भार बढ्दै गएको महसुस भगवानलाई भइरहेको छ। ऋषिहरूलाई प्रेरित गरेर भगवानले यदुवंशलाई शाप दिलाउनु पर्यो। यद्यपि बालकहरूले पटुका बाँधेर गएर यी कन्याको कोखबाट के जन्मिन्छ भनेर त्यहाँ ऋषिहरूलाई वञ्चना गरे। ऋषिहरूले क्रुद्ध भएर चाहिँ तेरो पेटबाट तेरो वंश नाश गर्ने मुसल जन्मिन्छ भनेर शाप दिनुभयो र त्यो मुसललाई चाहिँ पिसेर समुद्रमा फ्याँकियो। यही समुद्रमा फ्याँकेको मुसलको कणबाट उम्रिएको एरक घाँसद्वारा चाहिँ यदुवंशीहरूले एक अर्काको विनाश गरे भन्ने प्रसङ्ग छ। तर त्यो भगवानको इच्छा बिना त्यो सम्भव थिएन। भगवानको इच्छा थाहा पाउनुभयो वसुदेवजीले। अब भगवानको इच्छा यो यदुवंशलाई पूर्ण विराम लगाउने। चिन्तित हुनुहुन्थ्यो। अचानक आउनुभयो नारदजी। श्री वसुदेवजीले सोध्नुहुन्छ भागवत धर्म भनेको के हो? नारदजीले भन्नुहुन्छ यही प्रश्न त कुनै समयमा विदेहराजले नवयोगेश्वरलाई सोध्नु भएको थियो। भागवत धर्म भनेको पहिलो अर्थ भनेको भगवत शरणागति। जस्तै शरणागतिको लक्षणमा 6वटा कृत्य बताइएको छ। आनुकूल्य च संकल्प, प्रातिकूल्य च वर्जनम, रक्षिष्यति विश्वास, गोप्तृत्व वर्णम यथा आत्मनिक्षेप कार्पण्यम। जो आत्मनिक्षेप आत्मसमर्पण हो नि, यही नै हो शरणागति। आत्मसमर्पण भनेको के हो? आजबाट यो आत्माको रक्षाको सम्पूर्ण भार हजुरलाई समर्पण गरे। यही नै हो शरणागति। प्रतिबद्धता, शपथ जे भन्ने पनि शरणागति भनेको। कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयामि। यत् करोसि यदस्नासि यद्जुहोसि ददासि यत् तपस्यसि कौन्तेय तत् कुरुष्व मदर्पणम। जे छ आफ्नो साथमा राख्नु हुँदैन, सबै भगवानलाई अर्पण गर्नुपर्छ। भगवानको प्रसाद बिना कुनै पनि वस्तुको उपभोग गर्नु हुँदैन। वस्त्र पनि लगाइन्छ भने पहिले भगवानलाई समर्पण गर्ने। केही भोजन पनि गरिन्छ भने पहिले भगवानलाई समर्पण गरेर भगवानको प्रसादको रूपमा त्यसलाई लिने। किनकि आफ्नो केही पनि होइन। महापुरुषहरूले मैले देखेको कहीँ यात्रा गर्नु छ, गाडीमा बस्नु पर्यो भने पहिले त्यो गाडीलाई परिक्रमा गरेर गाडीलाई साष्टाङ्ग गरेर अनि बल्ल गाडीमा बस्नुहुन्छ। ठुला ठुला स्वामीजी महाराजहरूको यात्रामा, किन हामीहरू त धेरै स्वामीजीहरूको यात्रा गराइयो हिँड्यो। वृन्दावन स्वामीजी यात्रा गर्ने बेला गाडीको परिक्रमा गरिबस्नुहुन्छ। सधैँ परिक्रमा गरेर अनि गाडीलाई साष्टाङ्ग गरेर अनि बल्ल गाडीको सिटमा बस्नुहुन्छ। किनभने त्यो आफ्नो वस्तु होइन, त्यो भगवानको वस्तु हो। त्यसैले भगवानलाई मात्र साष्टाङ्ग होइन, भगवानको वस्तु पनि हाम्रो लागि पूजनीय छ, वन्दनीय छ, आदरणीय छ। त्यसैले
त्यसलाई पनि हामीले आदर गर्नुपर्दछ। भलै त्यो हामीले उपभोग गर्छौँ, उपभोग गरे तापनि जस्तै यो वस्त्र छ, यो वस्त्रलाई भगवानलाई समर्पण गरिसकेपछि यो वस्त्रको सम्बन्ध कोसँग छ? भगवानसँग छ। त्यसैले भगवानसँग सम्बन्ध भएको वस्तु हाम्रो लागि आदरणीय छ, वन्दनीय छ, पूजनीय छ। त्यसैले यो हाम्रो लागि नमनीय पनि छ। यसलाई हामीले साष्टाङ्ग ढोगेर मात्रै आफ्नो अङ्गमा धारण गर्नुपर्दछ। मालाहरू त्यसै गरी धारण गर्नुपर्दछ। यही नै हो भागवत धर्मको पहिलो खुड्किलो। 9वटा खुड्किला छन् भागवत धर्ममा। दोस्रो खुड्किलो, भगवानका भक्त 3 खालका हुन्छन्। ती 3 खालका मध्ये आफू कुन खालको हुने? आफूलाई कुन पंक्तिमा राख्ने? एक खालका हुन्छन् मन्दिरमा मात्रै भगवान देख्ने, बाहिर सबै भूत देख्ने, त्यो पंक्तिको हो। अर्का खालका हुन्छन् भगवान सबै ठाउँमा हुनुहुन्छ तर मैले जे भने भगवानले त्यो दिनुपर्छ भन्ने, आफूलाई त्यसको लाइनमा राख्ने। अर्को के हुन्छ, यो विश्व ब्रह्माण्ड जहाँ जे छ सबै भगवानको, भगवान सबै ठाउँमा हुनुहुन्छ, त्यसैले म पनि, यो पनि रामको, त्यो पनि रामको, सारा संसार रामको, म पनि रामको। केवल मुखले मात्र हैन, व्यवहारले पनि त्यो व्यवहार गर्ने, त्यस्ता हुन्छन्। अब त्यो पंक्तिमा राख्न श्रेष्ठ कुन हो त? यो म पनि रामको, त्यो पनि रामको, ऊ पनि रामको, सबै रामको, त्यो पंक्ति नै सर्वश्रेष्ठ पंक्ति हो। भागवत धर्मको दोस्रो खुड्की हो। अनि त्यसो भए यो संसार के हो त? संसार भनेको वेश्या हो। जसरी वेश्याले हर क्षण पुरुषहरूलाई लोभ्याउनका लागि, आकर्षित गर्नका लागि श्रृंगार परिवर्तन गर्दछ, वस्त्र परिवर्तन गर्दछ, त्यस्तै यो संसारले पनि क्षण क्षणमा आफ्नो रूप परिवर्तन गरेको छ, हैन? यो सामनेको आँपको वृक्ष छ, अहिले हरियो छ, अब 2-4 दिन पछाडि त्यो झिक्रा मात्रै हुन्छ। त्यसको 15 दिन पछाडि फेरि अर्कै खालको रूपमा हुन्छ, त्यसको अरु 15 दिनमा अर्को रूप परिवर्तन गर्छ। यो संसार भनेको त्यो खालको क्षण क्षणमा रूप परिवर्तन हुनेवाला छ। यो क्षणिक छ, यो शाश्वत छैन, यो हाम्रो लागि कामको छैन। यही संसारको लागि मात्र योग्य छ। हाम्रो लागि योग्य वस्तु भनेको त केवल भगवान मात्र हो सक्छ। तेस्रो खुड्किलो। चौथो खुड्किलो, त्यस्ता परमात्मालाई पाउनका लागि के गर्नुपर्छ भन्दा गुरुका शरणमा जानु पर्दछ। कस्ता गुरु? अब यहाँ गुरु कस्ता भन्ने हुन्छ है, जुगा पालेका गुरु हुन् कि, जटा पालेका गुरु हुन् कि, यहाँबाट यहाँ ताछेर चिटिक्क परेर राखेका गुरु हुन् कि, राता लुगा लाउने हुन् कि, पहेँला लुगा लाउने हुन् कि, कलाभरि माला लगाउने हुन् कि, माला नलगाउने हुन् कि, चुटकी बजाउने हुन् कि, ढ्याङ्ग्रो ठोक्ने हुन् कि? कस्ता गुरुका शरणमा जाँदाखेरि चाहिँ हामीले त्यो लक्ष्यलाई प्राप्त गर्न सक्दछौँ। लक्ष्य के हो? भगवानका सन्निधिमा पुगेर भगवानको नित्य सेवाको लक्ष्य हो नि त। भगवान पाउने लक्ष्य होइन, भगवत सेवा पाउने लक्ष्य हो। गोपीहरूले भगवानसँग यही त चाहेका हुन्। भगवानसँग, भगवान हजुर हामीलाई चाहिएन, के चाहियो? हजुरको सेवा चाहियो। गोपीहरूले भगवानसँग मागेको सेवा हो। त्यसैले गोपी भनेको को? चेतन। चेतनको अभिलाषा भनेको, अन्तिम लक्ष्य भनेको भगवत कैंकर्य, भगवत सेवा हो। त्यो भगवत सेवा प्राप्तिका निमित्त पहिलो माध्यम को हुन्छ? आचार्य भइबक्सन्छ। उहाँ आचार्य चाहिँ कस्तो हुनुभयो भने हामीले त्यो सेवा प्राप्त गर्न सफल हुन्छौँ त। यहाँ त्यो कुरो पनि बताएको छ। तस्मात् गुरुं प्रपद्येत जिज्ञासु श्रेय उत्तमं शाब्दे परेत निष्णातं ब्रह्मण्युपसमाश्रयम्। गुरु कस्तो हुनुपर्दछ? गुरु वेदलाई पनि जानेको हुनुपर्दछ, वेदको अर्थलाई पनि जानेको हुनुपर्दछ, जानेर आफूले आचरण गर्नेवाला पनि हुनुपर्दछ। केवल अरूलाई उपदेश त गुरुले गर्नुहुन्छ, आफूले आचरण गर्नुहुन्न भने त्यस्ता गुरु काम लाग्यो त? जैसा गुरु वैसा चेला, दोनों नरक में ठेला मिलेगा। अरूलाई त भन्छन् भगवानको भक्त बन्नुपर्छ, तर आफू मेरो त अहिलेसम्म जिब्रोको स्वादै हराएको छैन, कहाँ भगवानको भक्त बनेर काम चल्छ। एकजना विद्वान हुनुहुन्छ, नाम भन्यो भने तपाईँहरूले पनि चिन्नुहुन्छ। कुनै समयमा विश्वविद्यालयको कुलपति, उपकुलपति हुनुहुन्थ्यो। भारतमा पनि संस्कृत विश्वविद्यालयमा उहाँको ठुलो नाम छ। एक ठाउँमा भागवत भएको थियो। उहाँ भागवत भएको ठाउँमा उहाँले के भन्नु भने, ए
तिमीहरू सबैजना वैष्णव हुनुपर्छ भन्छ। लगभग 50-55 जना परिवारका सदस्यहरू सबै वैष्णव हुनुपर्छ। अनि त्यस पछाडि उहाँकी धर्मपत्नीलाई पनि इच्छा भएछ। अनि भन्नुभयो अब हजुर पनि बस्नु न त, हजुरसँग म पनि बस्छु भन्दा म त किन राम 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 म त वैष्णव, मेरो जिब्राको स्वाद हराएकै छैन। अरूलाई लौरो लिएर खबरदारी गरेर सबैलाई कम्तीमा बसाउनु भयो, आफू चाहिँ भागेर गएर ढोका लगाएर बस्नु। उहाँ आज पनि जीवित हुनुहुन्छ, धुरन्धर विद्वान। अनि समाजको कर्म सकियो, सबैलाई दीक्षा दिने कर्म सकिएपछि एकछिन पछाडि उपदेश सुरु भएपछि बाहिर आउनुभयो। अनि के भन्नुहुन्छ, जानामि धर्मम नचमे प्रवृत्ति, जानाम्य धर्मम नचमे निवृत्ति, केनापि देवेन हृदय स्थितेन यथा नियुक्तोस्मि तथा करोमि। धर्मलाई जान्दछु, प्रवृत्ति छैन, अधर्मलाई पनि बुझेको छु, त्यहाँबाट निवृत्ति छैन। कुनै एउटा यस्तो वस्तु छ जसले मेरो हृदयमा बसेर मलाई श्रेयको मार्गबाट जहिले पनि चिप्लाएर अर्कै बाटोमा लिएर जान्छ, म के गर्नु। उहाँले बोलेको सबै महाभारतको श्लोक हो। एकजना यहाँ डुबीमा पनि हुनुहुन्थ्यो, तपाईँलाई चिन्नुहुन्छ, पहिले पूर्व प्रधानाध्यापक हुनुहुन्थ्यो उद्धव गुरु। उहाँले पनि त्यहाँ हाम्रो रामबाबु निरौलाको घरमा भागवत भएको बेला यही शब्द भन्नुभएको थियो मलाई, भगवानका विषयमा थाहा छ, भगवत शरणागतिका विषयमा थाहा छ, तर प्रारब्धले यस्तो गर्छ कि भगवानको छेउमा पुग्ने दिँदैन। पुग्न लागेको व्यक्ति पनि त्यहाँबाट कुनै न कुनै कारणवश निस्केर हिँड्नु पर्दछ। त्यसैले भगवत शरणागति हुनु भनेको भगवानकै कृपाले मात्रै सम्भव छ, आफ्नो इच्छाले आफ्नो प्रयत्नले त सम्भव छैन। धेरै ठाउँमा यस्ता घटना हुन्छ, कोही भगवत शरणागत हुनका लागि आचार्यका सन्निधिमा पञ्चगव्य प्राशन गरेर बसिसकेको व्यक्ति पनि जुरुको उठेर हिँड्छ। त्यसैले भगवत शरणागति हुनु भनेको भगवानले यो आत्मालाई स्वीकार गर्नु, भगवानले वरण गर्नु। भगवानले चाहनु भएन भने त जति नै हामीले प्रयत्न गरे पनि भगवानलाई प्राप्त गर्न सकिँदैन। तर त्यस्ता कठोर नियमवाला भगवानलाई पनि कमजोर बनाउने, कमलो बनाउने सामर्थ्य कोसँग हुन्छ भन्दा गुरुसँग हुन्छ। त्यसैले गुरु चाहिँ डरो चाहियो। कम से कम वहाँ आचार्यले भनेको भगवानले नकार्न नसक्नुहोस्, भगवान बाध्य हुनुहोस्। त्यसैले ब्रह्मणि उपसमाश्रयम आचार्यम, भगवानमा समर्पित भएको भगवानलाई पनि आफूले भनेर मान्न बाध्य बनाउने त्यस्ता महान आचार्यका चरणमा गएर आश्रित भएर त्यस्ता आचार्यले भने अनुसार अनुष्ठानको अनुकरण गरियो भने मात्रै भगवानले हामीलाई नित्य सेवा प्रदान गरिबक्छन्छ। तसर्थ श्रेष्ठ आचार्य, उत्तम आचार्यका शरण पर्नु पर्दछ। तत्त्वलाई कसरी जान्ने, तत्त्वलाई सबै तत्त्वलाई जान्दछु बुझ्दछु भनेर प्रयत्न गर्यो भने सम्भव छैन। महापुरुषहरूले जुन बाटो देखाउनु भयो हामी त्यही बाटो हिँड्नु पर्दछ। आफै पढेर आफै बुझेर सर्वज्ञ बन्छु भने त्यो सम्भव छैन। हामी पढ्न पनि जान्दैनौँ, हिँड्न पनि जान्दैनौँ, बोल्न पनि जान्दैनौँ। त्यसैले हामीलाई जनाउनेवाला, बताउनेवाला, सिकाउनेवाला कोही न कोही आचार्य आवश्यक छ। भगवान कति प्रकारका हुनुहुन्छ, पृथ्वीका कण गन्न सकिएला, तर भगवानको स्वरूपको वर्णन गर्न सकिँदैन। भगवान अनेक रूपमा भइबक्छन्छ, अनेक क्रियाले अन्वित भइबक्छन्छ। त्यसो हो भने के गर्दा चाहिँ जीवात्माको पतन हुन्छ भन्दा अभिमान र अहंकार र महत्वाकांक्षाले जीवात्माको पतन हुन्छ। जबसम्म हामीले हाम्रा इन्द्रियलाई आफ्ना वशमा गर्दैनौँ तबसम्म महत्वाकांक्षाको सङ्कल्प पनि रोकिँदैन। महत्वाकांक्षाको सङ्कल्प जहाँ रोकिँदैन त्यहाँ अभिमान र अहंकार जहिले पनि मौलाइरहन्छ। संसारका चेतनहरूले आफ्नो महत्वाकांक्षा पूर्तिका लागि ठुला ठुला सङ्कल्प गर्छ। अनि ती सङ्कल्प पूर्ण गर्नका लागि, आफू श्रेष्ठ बन्नका लागि जहिले अरूलाई
सताउने, अरूलाई दुःख दिने, अरूलाई दबाउने, अरूको शोषण गर्ने उनीहरूको त्यो प्रवृत्ति भनेको हुन्छ। त्यसले कहिले पनि श्रेय हुँदैन। कसैलाई काटेर, कसैलाई मारेर, कसैलाई दुःख दिएर, कसैलाई ठगेर कहिले पनि हामी श्रेष्ठ बन्न सक्दैनौँ। भले 2-4 दिन धनी भए तापनि मनमा शान्ति भने चाहिँ हुँदैन। मैले फलानालाई लुटेँ, फलानालाई शोषण गरेँ, फलानालाई दबाएँ, त्यसलाई हप्काएँ, त्यसलाई दप्काएँ, होइन? कसैले म अलिकति आफ्नो जमिनलाई बढाउँछु भनेर छिमेकीको जमिनलाई चाहिँ मिच्यो भने भले कसैले छिमेकीले पनि वास्ता नगरोस्, भगवान अरूले पनि वास्ता नगरून्, तर यो मनले त भन्छ नि मेरो जमिन यहाँसम्म थियो, यति 1 बित्ता चाहिँ मैले आली सारेँ। यो मनले त धिक्कार छ नि त, मनमा त पश्चाताप हुन्छ नि त। त्यसैले न शान्तिम अधिगच्छति, त्यसले कहिले पनि शान्ति मिल्दैन, सन्तुष्टि मिल्दैन। त्यसैले यो चिजबाट अलग्गै जहिले पनि तटस्थ रहनु पर्दछ र अन्तिम खुड्किलो भनेको भगवानको चरणारविन्दमै आफूलाई सबै प्रकारले समर्पण गर्नु। ध्येयम सदा परिभवग्नम अभीष्टदोहम तीर्थास्पदम। समस्त तीर्थ भगवानका चरणमा छ। तीर्थ भनेको के हो? महाभागवतहरू नै तीर्थ भइबस्छ। तीर्थ भनेको जहाँ भगवान पनि हुनुहुन्छ, भगवानका भक्त पनि हुनुहुन्छ, त्यही तीर्थ हो नि त। भागवत भनेको भगवानको परम भक्त, परम भक्तका हृदयमा भगवान पनि विराजमान भइबस्नुहुन्छ, साथमा परम भक्त पनि हुनुहुन्छ। त्यसैले तीर्थ भनेको निष्कलङ्क महात्माको सन्निधि नै तीर्थ। त्यस्ता महात्माहरू कहाँ बस्नुहुन्छ? भगवानका चरणारविन्दमा आश्रित भइबस्नुहुन्छ। त्यसैले भगवानका चरणारविन्दमा सबै तीर्थहरू निवास गर्दछन्। तीर्थाश्रवम श्रवणमङ्गलम, तीर्थश्रवम तीर्थको आशा। हामीले चाहिँ चाहन्छ काम दुहाङ्ग्री पङ्कजम, जस्तो कामना राख्छौँ नि भगवानका कृपाले हामीलाई त्यसरी प्राप्त हुन्छ। त्यसैले उनी भगवानको चरणारविन्दको शरणागति नै भागवत धर्मको अर्थ हो। भागवत धर्म भनेको भगवानसँग सम्बन्धित धर्म। धर्म भनेको कर्तव्य, धर्म भनेको लक्षण, धर्म भनेको चिन्ह, धर्म भनेको दायित्व। जीवात्माको दायित्व के हो त भन्दा भगवानका चरणारविन्दलाई नै उपाय मान्नु, भगवानका चरणारविन्दलाई नै फल मान्नु र तिनैमा भर पर्नु, ढुक्क हुनु, यही भागवत धर्म। र यो सम्पूर्ण भागवतले भन्न खोजेको पनि त्यही। दत्तात्रेयजी महाराजका 24 गुरु। हामीले गुरु खोज्न जानुपर्छ त। सांसारिक व्यवहारबाट वैराग्य प्राप्तिका लागि संसारका हरेक वस्तुलाई चाहिँ गुरु मान्दा हुन्छ। उहाँले वेश्यालाई पनि गुरु बनाउनु भयो, परेवालाई पनि गुरु बनाउनु भयो, पृथ्वीलाई पनि गुरु बनाउनु भयो। पृथ्वीबाट सहनशीलताको शिक्षा पाउनु भयो, आकाशबाट असङ्गतको शिक्षा पाउनु भयो, वायुबाट भगवानको भक्तले एक ठाउँमा मात्रै बस्नु हुँदैन, हिँडिरहनु पर्दछ भनेको साराग्राही हुनु पर्दछ। वेश्याबाट शिक्षा पाउनु पर्यो। संसारको दुनियाँको प्रतीक्षा होइन, यदि प्रतीक्षा नै गर्नु छ भने, बाटो नै हेर्नु छ भने भगवानको हेर्नु। कुमारी कन्याले पहिरिएको चुराबाट पनि शिक्षा पाउनु भएछ उहाँले। भगवानको भक्त धेरै एक ठाउँ बस्यो भने कहिले भगवत चर्चा हुँदैन, जहिले अरूकै चर्चा हुन्छ। एक्लै बस्यो भने भगवानको मात्र चिन्ता हुन्छ। किनकि ती नानीले सबै चुरा फुकालेर एउटा मात्र चुरा हातमा छोड्दाखेरि त आवाजै आउन छोड्यो होइन। एक एव चरेन योगी भवेन वार्ता द्वयो रोगी। त्यसैले योगी भनेको भगवानसँग जोडिएको व्यक्तिले एक्लै विचरण गर्नुपर्दछ। 2 जना साथमा हिँड्यो भने भगवत चर्चाको साटो धेरै जस्तो व्यर्थ आलाप धेरै हुने गर्दछ। जब भगवान स्वधाम सवारी हुने बेला भयो, उद्धवजीले आएर प्रार्थना गर्नु, भगवान अब मेरो आश्रयको, भगवानले भन्नु भागवत स्वकीयम यद भवेत् तेजः तच्च भागवते दधाति। ममा जो भगवत तत्व छ त्यो भगवत तत्वलाई मैले भागवतमा स्थापित गरेको हुनाले, भागवत भनेको पुस्तक होइन, मसँग सम्बन्ध भएका जति पनि वस्तु छन्, व्यक्ति छन्, पदार्थ छन्, ती सबैमा तिमीले भगवत मेरो अनुभव गर्न सक्नेछौ। भनेको भगवत शरणागत भएका दिव्य महापुरुषहरू नै अबका धर्मका आश्रय हुन्। धर्म उनीहरूमा स्थित भएको हुनाले उनीहरूको आश्रयमा जानु।
सत्सङ्ग गर्नु, गुरु कसलाई बनाउनु? आफूले आफैलाई बनाउनु। पहिलो कुरो त आफूले आफूलाई गुरु बनाउनु पर्यो नि त। हाम्रो मनलाई अर्काले सम्झाएर सम्झिन्छ। आफ्नो बानी को छोड्छ, अरूको बानी को लिन्छ? हामी आफै भन्छौँ नि। कसैले तैँले यो गल्ती गरिस्, अबदेखि यसो नगर्नु भनेर सम्झाउँछ। अनिखेर हुन्छ हजुर भन्छ, ऊ पुत्त निस्किने बित्तिकै आफ्नो बानी को छोड्छ, अरूको बानी को लिन्छ, त्यसले भनेर हुन्छ? म मेरो गर्छु। हाम्रो मन त्यस्तो खालको छ, त्यो जोरी खोज्ने खालको। त्यो मनलाई आफूले सम्झाए भने मात्रै सम्झिन्छ। त्यसैले पहिलो गुरु आफै भन्नु पर्यो। मनलाई हामीले सम्झायो भने मनको मालिकले बुद्धिलाई सम्झाउने गुरु कहिले कोही भेटिन्छ। तर मनलाई आफूले सम्झाउन सक्नु पर्यो। उद्धवजीलाई अनेक प्रसङ्ग श्रवण गराउनुभयो, परमहंसको कथा सुनाउनुभयो, भगवत आराधनाको बारेमा बताउनु, कर्मको बारेमा बताउनुभयो, ज्ञानको बारेमा बताउनुभयो, भक्तिको बारेमा बताउनुभयो। अन्त्यमा भन्छ उद्धव गच्छोद्धव यथा शीघ्रम, छिटोभन्दा छिटो यहाँबाट जाउँ। कहाँ जाउँ? बद्री गएर बस। यहाँ बस्यो भने अहिले समुद्र प्लावयिष्यति, समुद्रले सबै बगाउँछ, डुबाउँछ। उद्धवजीलाई विदा गर्नुभयो। प्रभास क्षेत्रमा पहिले गइसक्नु भएको थियो। यदुवंशीहरू गरेर आपसमा लडाइँ गरेर लड्न भिड्न सुरु गरे। त्यो विभत्स दृश्य देखेर बलरामजीलाई बडा वैराग्य आयो। उहाँले शेषको रूप धारण गरेर समुद्रमा प्रवेश गर्नुभयो भने भगवान उदासी भएर बस्नु भएको थियो। दारुकलाई पनि द्वारका पठाउनु भयो। द्वारकावासीहरूलाई द्वारका छोड्नका लागि सन्देश पठाएको थियो। अर्जुनलाई इन्द्रप्रस्थ मथुरा जानका लागि आदेश दिएको वज्रनाथलाई लिएर अर्जुन मथुरातर्फ प्रस्थान गर्दै हुनुहुन्थ्यो। सोही क्रममा एक व्याधाले मृग सम्झेर बाण प्रहार गर्यो। बाणले भगवानको अंशमा आघात पुर्यायो। बाण लागिसकेपछि उसलाई थाहा भयो कि मैले प्रभुको चरणमा बाण प्रहार गरेँ। आयो, पश्चातापपूर्वक भगवानको अगाडि क्षमा माग्यो। भगवानले भन्नुभयो यो तिम्रो प्रयत्नले होइन, मेरो इच्छाले। म स्वयं तिम्रो बाणलाई निमित्त बनाएर यो संसारबाट परमधाम जान चाहिरहेको थिएँ। त्यसैले हे बाबु तिमी चिन्ता नगर। अर्को कुरो, तिमीलाई कुनै दिन मैले वचन पनि दिएको थिएँ नि त, पैँचो तिर्नु थियो नि त, तिमीसँग मैले पैँचो दिएको थिएँ। त्रेता युगमा सुग्रीवको मनोकामना परिपूर्ति गर्नका निमित्त मैले यसै गरी वृक्षको छायामा लुकेर तिमीलाई बाण प्रहार गरेको थिएँ। त्यति बेला तिमीले अन्याय भयो भन्दा मैले तिमीलाई कुनै दिन अवश्य न्याय दिन्छु भनेर वचन दिएको थिएँ। पहिले तिमी मेरो बाणबाट मृत्यु वरण गरेका बाली थियो भने अहिले तिमी व्याधा बनेर आयौ। तिम्रो इच्छा मैले पूर्ण गरेँ, जाऊ परमधाम। आफूभन्दा पहिले उनलाई ऊर्ध्व गति प्रदान भगवानले गरिबक्सियो र ब्रह्मादि देवताहरूलाई पनि जानकारी नगराइकन सूक्ष्म रूपले आफ्नो स्वधाम भगवान श्री विग्रहका साथमा सवारी गरिबक्सियो। बोल भक्तवत्सल भगवान जय हो। जब भगवानले यो धारालाई त्याग्नु हो, पृथ्वीमा अनेक प्रकारका दुष्टहरूको आक्रमण चारैतिरबाट भयो, भइरहेको छ। अहिले पनि हामी अनुभव गरिरहेका छौँ। दुष्ट व्यक्तिहरू राजा बने, राज परम्परा सब नष्ट भयो। स्वतन्त्रताका नाममा सबैतिर दुराचार, व्यभिचार, भ्रष्टाचार सबैतिर बढिरहेको छ। आज स्वतन्त्रताका नाममा यति धेरै व्यभिचार छ, यति धेरै दुराचार छ, यति धेरै भ्रष्टाचार छ। जति नै भ्रष्टाचार नहोस् भनेर हामीले बखान गरे तापनि अयम युग धर्मो हि वर्तते कस्य दूषणम, समयको अनुसार भ्रष्टाचार हुनु नै पर्छ, भइ नै रहेको छ। यो किनभने यो समय नै त्यस्तै प्रकारको छ। आज कहीँ सदाचारी राज परिवार छैन। कारण के हो त भन्दा किनकि कलिको प्रभाव छ। राजाहरू सबैभन्दा धेरै विनाश के कारणले भए त भन्दा हामीलाई सबैलाई बिगार्ने हाम्रो जीवनमा दुई चिज छ। यो मुखको बोली र मुखभित्र लगाउने आहार जो छ नि, यसले गर्दा नै हाम्रो विनाश बनाइरहेको। जबसम्म आहार सुधार्दैनौँ तबसम्म हामी कहिल्यै सुध्रिन सक्दैनौँ।
आहार शुद्धो सत्व शुद्धि सत्व शुद्धो ध्रुवास्मृति। जबसम्म हामीले खाने चिज राम्रो हुँदैन भने त्यो नराम्रो वस्तुले हामीलाई नराम्रो ऊर्जा प्रदान गर्दछ। नराम्रो ऊर्जाले गर्दाखेरि हाम्रा विचार पनि नराम्रा हुन्छन् र विचार नराम्रो भयो भने व्यवहार पनि नराम्रो हुन्छ। त्यसैले पहिले खाने कुरोलाई शोधन गर्नुपर्दछ, त्यसलाई सुधार्नु पर्दछ। अस्ति एउटा विश्वकर्माले कहीँ पोडकास्टमा भन्दै